हेलो जयमसी अनि सेवानी तपाईहरु सबैजना जति पनि फेसबुक अनि युट्युबमा जोडिनु भएका मेरा फलोवर्सहरु मेरा साथीभाइहरु तपाईहरु सबैलाई आज फेरि पनि यो मेरो मिनी ब्लगमा स्वागत टक्राउँदै आज चाहिँ हामी यहाँनिर सबैजना मिलेर कफेर गाउँ लोले गाउँ हामी गइरहेका छौं डिस्कस गर्दै थियौ कता जाने घुम्नु यसो छुट्टी अनि सबैजना भेला भएको बेला अनि हामी डिस्कस गर्दै खोला जाने कि माथि रिसप डाँडा जाने लाभा जाने कि लास्टमा कफेर गाउँ जाने भयो है हामी सबैजनाको सहमति पनि भयो किनभने खोलामा पुरा बाढ आएको थियो राति पानी परेको कारणले गर्दाखेरि अनि हामी यसरी हामी बात मार्दै हामी यहाँ कफेरको बाटो हामी लाग्यौं अनि एकदमै चिसो वातावरणहरु थियो अनि त्यसरी बात मार्दै यहाँनिर 6 माइल पनि हामी पुग्यौं र यसको के डाँडा थियो म त्यो डाँडाको नामै बिर्से तर पनि एकदम रमाइलो गर्दा हामी अगाडि बढिरहेका थियौं है मेरो वाइफ पनि मसँगै आएको थियो यो इस्टर र गुड फ्राइडेको छुट्टीमा यो स्टाफ नर्सहरुको चाहिँ एकदम छुट्टी मिल्दैन है स्पेशली प्राइभेटमा छ भने अनि छुट्टी बहुत कम भएकोले गर्दा फेरि हामी छिटो हामी चर्चहरु गएर छुट्टी यसरी हामीले मनायौं अनि उ तल देख्दै गरेको चाहिँ गिटाब्लिङ गाउँ रहेछ अनि एकदम रमाइलो रहेछ एक्चुअली घाम लागेको छ भने एकदम रमाइलो हुने रहेछ आज चाहिँ अनि यो फ्लाइओभर पनि यहाँ बनाउँदै रहेछ है एकदमै राम्रो बनाउँदै हुनुहुँदो रहेछ यहाँनिर है अनि त्यसरी हामी बात मार्दै हामी आई लभ लोले गाउँ लेखेको भ्यू पोइन्टमा हामी आइपुग्यौं भ्यू पोइन्ट त के भने थीम पार्कमा अनि यहाँनिर एकदम दाजुलाई सबैले चिन्नुहुन्छ है मायालु लेखेको गाडी इको भ्यान अनि यो चाहिँ पार्क अनि यहाँनिर बुद्धको स्ट्याचु पनि रहेछ एकदम रमाइलो धुम्मै नभएको भए देखिन्छ मैले अघि पनि भने एकदम दामी अनि यो पार्कमा चाहिँ टुरिस्टहरु कहाँबाट आउँदै रहेछ है बंगाली बिहारी मारवाडी अनि हामी नेपाली टुरिस्टहरु पनि म त फर्स्ट टाइम आएको अनि यहाँनिर हामी सबैजना मिलेर है जाँदै थियो अनि बोजुले चाहिँ फुलको छेउमा फोटो खिच्दैनौ भन्दै थियो अनि निनी चाहिँ फोटो खिच्दैछ भनेर पोज दिदै थियो है ससुरो बडी पिङ खेल्दै नानीहरु जस्तै अनि म चाहिँ यहाँनिर हल्का आफ्नो अनुहार हेर्दै चाल दिदै अनि मम्मी चनिका नाना निनी माथि ट्री हाउसमा गएर पोज दिदै रहेछ है भिडियो गरेको भने थाहै छैन उनीहरुलाई एकदमै रमाइलो फेरि पनि मेरो यो ठुलो पोक्चो अनुहार यो चाहिँ एकदम मजाको क्या रिल्याक्स गर्ने अनि म तपाईहरु सबैजनालाई यदि आउनु भएको छैन भने एकताल आउनुहोस् अनि आउनु नै भनेर सुझाव दिन्छु किनभने एकदम शान्त एकदम वातावरण साफ सफाई राम्रो भएको अनि यहाँ पुल पनि रहेछ है एकदम पुरानो हुँदै गएको रहेछ तर पनि स्टिल इट्स वर्किङ काम गर्दै रहेछ अनि 2 पीपल एट अ टाइम भनेको रहेछ है वार्निङ पनि दिएको रहेछ मेरो बुढी है डराउँदै जाँदै थियो म पनि आउँदै थिएँ नआउनु भनेर करायो मलाई अनि यहाँनिर सबैजना है आफ्नो कोही कता बसेर रिल्याक्स गरिरहेको थियो अनि पापा चाहिँ हेर्नुहोस् है यहाँनिर पापा चाहिँ हल्का अब पुरानो दिनको याद आयो होला नि त हल्का एक्सर्साइज गर्दै है हेभी छ त अन्त ठिक छ यस्तै हो है पापा चाहिँ पहिला सीआरपीएफ मा हुनुहुन्थ्यो नि त एक्स सीआरपीएफ अनि फुटबल पनि राम्रो खेल्नुहुन्थ्यो मेरो आपाले कहाँ यहाँ अल ओभर इन्डियामा सीआरपीएफ को टिमबाट घुम्दै है खेल्नुहुन्थ्यो अनि यहाँनिर त्यो पानी दोपीको रूपमा त्यो जति पनि फगहरु छ उसीहरु लागेर चाहिँ त्यहाँनिर त्यसले पानी उयो गर्दैछ नि त पानी परेको जस्तो हुँदैछ अनि आमा चाहिँ यहाँनिर पोज दिन लागिरहेको छ अनि भाइ चाहिँ क्यामेराम्यान उहिलेको स्टाइलमा है र सबैजना आफू यहाँनिर है आफ्नो धुनमा हल्का सेल्फी दिँदै अनि नानाले चाहिँ स्लो मोसनमा गर्दै ल भन्दै थियो
यही पोजिसनमा म भएँ स्पिडमै, केही छैन। सबैले आफ्नो आफ्नो समयहरू, नस्टाल्जिक मोमेन्ट्सहरू, एकदम फ्यामिली टाइम। भाइ चाहिँ मजाले हिँड्दै थियो त्यहाँनिर, चण्डिका नानामा डराउँदै जाँदै थियो। हेर्ला म नपकडी जान्छु भन्दै थिएँ होइन। सुन्नुहोस् है कालेको सुन्नुभयो होला है कालिएको। अनि झन् तारले बाँधेको रहेछ र हल्लिनु चाहिँ बिचमा हल्लिँदो रहेछ कि पुल। र बिस्तारै हामी जाउँ भनेर, अब साह्रै जाडो मामा भएर अगाडि साह्रै जाडो भनेर चाहिँ चिया खानु बस्यौँ सबैजना। जाडो महिना जस्तै जाडो भइरहेको थियो त्यहाँनिर चाहिँ, र पनि टुरिस्टहरू आउनु छोडेको थिएन। झालमुडी लिएछ भाइले है, एकदमै मिठो झालमुडी। चिया खाँदै यहाँनिर पापा दोकानमा, बहिनी चिप्स खाँदै, ड्राइभर दाजुलाई पनि बोलाएर है। एकदम राम्रो तर दादाको क्या हो राइडिङ चाहिँ। अनि म पनि हल्का फेरि अत्रबाट अनालेर चिया खाँदै, र लास्टमा फेरि दादाले जाउँ त ल स्टेफन स्कुल, पापाले पनि जिद्दी गरे नि त जाउँ न भनेर। अनि बेस्ट आइसिएससी स्कुल लोले गाउँमा, एकदम रिजनेबल रेटमा एडमिसन फिजहरू, अनि वान अफ द बेस्ट एजुकेसनल इन्स्टिट्युट पनि भनेर मानिन्छ, किनभने यहाँ पढ्ने स्टुडेन्ट्सहरू ब्रिलियन्ट अनि इङ्ग्लिसमा पनि फ्लुएन्ट हुन्छ भनेर सुनिरहेका थियौँ। अनि त्यसरी नै हामी दादाको अगुवाईमा ड्राइभर दादाले ह्याङ्गिङ ब्रिज लान्छु ल भनेर हामी गयौँ। अनि मेरो बुढीले हुन्छ भनेर सहमति जनाए, सबैजना खुसी हुँदै हामी ह्याङ्गिङ ब्रिजतर्फ लाग्यौँ। अहिले हामी ह्याङ्गिङ ब्रिज जस्ट हेर्नु मात्रै गइरहेको छ, चढ्नु दिँदैन अरे। अनि यहाँनिर आउँदैछ सबैजना पछाडि बहिनी छ, बहिनी तपाईँ छ, यहाँ पिपी पनि छ, सेरो पनि छ। साँच्चै नै एकदम दामी रहेछ यहाँनिर, एकदम शान्त। गाडीको आवाजहरू एउटा पनि छैन। कफेर जङ्गलमा घुम्नु आएपछि यसो निङ्गुरे, तिते निङ्गुरे पनि देखेपछि सबैको हात चिलाइहाल्यो है। निङ्गुरे टिप्दै त्यसै एउटा हुन्छ नि मजा क्या, अब घुम्नु पनि आयो त्यसै अब निङ्गुरे पनि टिप्दै, त्यो मोमेन्ट्सहरू मजा आइरहेको थियो क्या। अनि सबैको हातमा सानो सानो, मेरो हातमा पनि एक दुईवटा निङ्गुरे सब भेला गरेर मम्मीले एक छाक त बनाइछाड्यो। अनि एक छाक भए पनि हुन्छ भनेर आलुसँग मजाले, तर यहाँ जुगाले पो दुःख दिएर सबैजनालाई। अनि त्यसरी लास्टमा ड्राइभर दाजुले छिटो छिटो गरेर आई लभ लाभा लेखेको भ्यू पोइन्टमा जाउँ भनेर सबैजना आयौँ। अनि फोटोमा चाहिँ खिच्नु भ्यायो। हाम्रो बोजू चाहिँ फर्स्ट टाइम आई लभ लाभा लेखेको भ्यू पोइन्ट आउनुभएको रहेछ भनेर फोटो मात्रै खिच्यौँ है। र त्यसरी हामी फर्क्यौँ सबैजना, र असल फ्यामिली टाइमहरू हामीले बिताइरहेका थियौँ। अनि तपाईँहरूलाई कस्तो लाग्यो मेरो यो भिडियो, सेयर, लाइक अनि कमेन्ट्स गरिदिनु होला। यो चाहिँ हामीले खिचेको त्यहाँनिर केही पलहरू है, कस्तो लाग्यो तपाईँहरूले भनिदिनु होला है।